नमस्कार भाइ बहिनीहरू। आज म कक्षा 7 को विज्ञान तथा प्रविधि विषयको एकाइ 1 वैज्ञानिक सिकाइको अभ्यास लिएर आएको छु। ध्यान दिएर हेर्नुहोला। अभ्यास 1 मा रहेको छ, तल दिएको तालिकाबाट उपयुक्त शब्द छानी खाली ठाउँ गर्नुहोस् भनेको छ। यहाँ हामीलाई शब्दहरू दिएको छ, निरन्तर, सिद्धान्त, प्रदर्शन, सावधानी, ढाँचा र अनुच्छेद भनेर दिएको छ। यी शब्दहरूलाई हामीले तल चाहिँ खाली ठाउँमा भर्नुपर्ने हुन्छ है। कमा प्रयोगात्मक कार्यले हामीले पढेका डटलाई अझ प्रष्ट पार्न मद्दत पुग्छ भनेको छ। सिद्धान्त है, प्रयोगात्मक कार्यले हामीले पढेका सिद्धान्तलाई अझ प्रष्ट पार्न मद्दत पुग्छ। ख नम्बरमा प्रयोगशालामा हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्न डट अपनाउनु पर्छ भनेको छ। प्रयोगशालामा हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्न सावधानी अपनाउनु पर्छ। गमा हामीले गरेका कार्यको प्रतिवेदन एउटै डटमा लेख्नुपर्छ भनेको छ। हामीले गरेका कार्यको प्रतिवेदन एउटै ढाँचामा लेख्नुपर्छ है। त्यसैगरी घ नम्बरमा विज्ञानका विभिन्न मोडेल निर्माण गरी डट गर्न सकिन्छ भनेको छ। विज्ञानका विभिन्न मोडेल निर्माण गरी चाहिँ प्रदर्शन गर्न सकिन्छ। त्यसैगरी ङ नम्बरमा सिकाइ डट चलिरहने प्रक्रिया भनेको छ। सिकाइ चाहिँ निरन्तर रूपमा चलिरहने प्रक्रिया हो है। त्यसैगरी 2 नम्बरमा तलका प्रश्नको उपयुक्त विकल्पमा ठिक चिन्ह लगाउनुहोस् भनेको छ। क नम्बरमा कुनै वस्तु वा घटनासँग सम्बन्धित वैज्ञानिक सिकाइ प्रक्रिया कसरी सुरु हुन्छ भनेको छ। यसको सही उत्तर चाहिँ कुनै वस्तु वा घटना देख्दा उत्पन्न हुने जिज्ञासाबाट। त्यसैगरी ख नम्बरमा तल दिएका मध्ये कुन प्रयोगशालाभित्र गरिने प्रयोगात्मक कार्य हो भनेको छ। यसको सही उत्तर चाहिँ नुनको घोलबाट नुनका मणि छुट्याउने भनेर लेख्ने। त्यसैगरी ग नम्बरमा प्रयोगात्मक कार्यको प्रतिवेदनको पहिलो अङ्ग कुन हो भनेको छ। यो अङ्ग बनाउनुलाई कुन हो भनेको छ, उद्देश्य। यसको सही उत्तर चाहिँ उद्देश्य। त्यसैगरी घ नम्बरमा प्रतिवेदन तयार गर्दा शीर्षकलाई किन पहिला लेखिन्छ भनेको छ। यसको सही उत्तर चाहिँ यसले प्रयोगात्मक कार्यलाई सूचित गर्छ भनेर लेख्नु होला है। त्यसैगरी 3 नम्बरमा तलका प्रश्नको उत्तर लेख्नुहोस् भनेको छ। कमा वैज्ञानिक सिकाइ भनेको के हो भनेको छ। यसको उत्तर चाहिँ कुनै वस्तु वा घटनाको बारेमा अवलोकन गर्ने, जिज्ञासा राख्ने, अनुमान गर्ने, सोधखोज गर्ने, प्रयोग गर्ने र प्रयोगको नतिजा विश्लेषण गरी निष्कर्ष निकाल्ने कार्यलाई वैज्ञानिक सिकाइ भनिन्छ भनेर लेख्नु होला। त्यसैगरी ख नम्बरमा हाम्रो वरपर देख्ने वस्तु वा घटनाबाट कसरी वैज्ञानिक सिकाइ सुरु हुन्छ उदाहरणसहित स्पष्ट पार्नुहोस् भनेको छ। यसको सही उत्तर चाहिँ यसरी लेख्नु होला। यसको उत्तर चाहिँ हाम्रो वरपर भएका विभिन्न वस्तु वा घटना देख्दा हाम्रो मनमा उक्त वस्तु वा घटनाको सम्बन्धमा के, किन, कसरी लगायतका जिज्ञासा उठ्ने गर्छन्। यसरी मनमा उत्पन्न हुने जिज्ञासाबाट नै वैज्ञानिक सिकाइको सुरुवात हुन्छ। उदाहरणका लागि सर आइज्याक न्युटन स्याउको रुखमुनि बसिरहेका बेला रुखबाट भुइँतर्फ स्याउ खस्दा उनको मनमा स्याउ किन तल खस्यो होला, स्याउ कसरी तल खस्यो होला जस्ता जिज्ञासा उत्पन्न भएका थिए, जसको जवाफ खोज्दै जाँदा उनले गुरुत्व बल र गुरुत्वाकर्षण जस्ता सिद्धान्तहरू प्रतिपादन गरे। यसरी मनमा उत्पन्न हुने जिज्ञासाबाट नै वैज्ञानिक सिकाइको सुरुवात हुन्छ भनेर लेख्नु होला। त्यसैगरी ग नम्बरमा विज्ञान विषयमा प्रयोगात्मक कार्यको महत्त्वपूर्ण भूमिका हुन्छ, यस भनाइलाई पुष्टि गर्नुहोस् भनेको छ। यसको उत्तर चाहिँ प्रयोगात्मक कार्यबाट नै सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा बुझ्न सकिन्छ। अर्थात् प्रयोगात्मक कार्यबाट नै सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा बुझ्न र परीक्षण गर्न सकिन्छ। साथै प्रयोगात्मक कार्यबाट नै वास्तविक तथ्य पत्ता लगाउन सकिने भएकाले विज्ञान विषयमा प्रयोगात्मक कार्यको महत्त्वपूर्ण भूमिका हुन्छ। यति मात्र लेखे पनि हुन्छ, नभए यसको उदाहरण पनि दिन सक्नुहुन्छ। तलको उदाहरण पनि दिन सक्नुहुन्छ जसले है नुन पानीको घोलबाट नुन र पानी छुट्याउन सकिन्छ कि सकिँदैन होला भन्ने प्रश्नको जवाफका लागि जब हामीले आशोधन क्रियाको प्रयोग गर्छौँ तब हामीलाई नुन पानीको घोलबाट नुन पानी छुट्याउन सकिँदो रहेछ भन्ने कुराको जानकारी हुन्छ। यो माथिको मात्र लेख्दा नि हुन्छ, नभए त हजुरले उदाहरण दिनु भने अझ स्पष्ट हुन्छ है यसको उत्तर चाहिँ। त्यसैगरी घ नम्बरमा प्रतिवेदन भनेको के हो, प्रयोगात्मक कार्यको प्रतिवेदन किन लेख्नुपर्छ भनेको छ। यसको उत्तर चाहिँ कुनै प्रयोगात्मक कार्य गरिसकेपछि त्यो कार्य गर्नुको उद्देश्य, आवश्यक सामग्री, विधि
नतिजा, निष्कर्ष आदि जस्ता विषयवस्तुलाई समेटेर तयार पारिएको विस्तृत विवरणलाई प्रतिवेदन भनिन्छ। र प्रयोगात्मक कार्यको प्रतिवेदन लेख्नुका कारणहरू निम्न छन् है। 1 नम्बरमा कुनै पनि प्रयोगात्मक कार्य गर्दा आफूले गरेको कार्यको विस्तृत विवरण सम्बन्धित व्यक्तिलाई बुझाउन। त्यसैगरी 2 नम्बरमा वैज्ञानिक अध्ययन र अनुसन्धानका क्रममा थाहा भएका तथ्यलाई सबैले बुझ्ने गरी स्पष्ट पार्न। त्यसैगरी 3 नम्बरमा परीक्षणको नतिजालाई त्यस कार्यको उद्देश्यसँग तुलना गर्न। त्यसैगरी 4 नम्बरमा परीक्षण गर्ने क्रममा आइपर्ने चुनौती र प्राप्त निष्कर्षको अभिलेख राख्न आदि भन्दै लेख्नु होला। यदि लेख्नुभयो भने यो प्रश्नको तपाईले पुग्छ है। त्यसैगरी 9 नम्बरमा नतिजा विश्लेषण गर्दा के कुरामा ध्यान दिनुपर्छ भनेको छ। नतिजा विश्लेषण गर्दा चाहिँ निम्न कुरामा ध्यान दिनुपर्छ है। 1 नम्बरमा प्रयोग गर्दा प्राप्त भएका तथ्य र डाटाहरू सही छन् वा छैनन् जाँच गर्ने। 2 मा अवलोकन विधि र समय उपयुक्त छ छैन हेर्ने। 3 नम्बरमा नतिजा र प्रयोगको उद्देश्य बीच मेल खायो वा खाएन ध्यान दिने, अर्थात् नतिजाले प्रयोगको उद्देश्य पूरा भयो वा भएन ध्यान दिने। त्यसैगरी 4 नम्बरमा कुनै बाह्य कारक तत्त्वहरूले नतिजामा असर पारेको छ वा छैन विचार गर्ने। त्यसैगरी 5 नम्बरमा नतिजा निकाल्ने प्रक्रिया वा विधि वैज्ञानिक र विश्वसनीय छ वा छैन हेर्ने। ल यति लेख्नुभयो, 5 वटा बुदा लेख्नुभयो भने यो प्रश्नको उत्तर पनि पुग्छ। त्यसैगरी 6 नम्बरमा विज्ञान प्रयोगशालाभित्र गरिने परीक्षणको प्रतिवेदन लेख्दा कुन कुरालाई समावेश गर्नुपर्छ छोटकरीमा बताउनुहोस् भनेको छ। यसको उत्तर चाहिँ यसरी लेख्नु होला। विज्ञान प्रयोगशालाभित्र गरिने परीक्षणको प्रतिवेदन लेख्दा निम्न कुरालाई समावेश गर्नुपर्छ भनेर लेख्नु होला। त्यसपछि तलतिर 1 मा शीर्षक कुन प्रयोगात्मक कार्य हो त्यसको शीर्षक राख्ने। त्यसैगरी 2 नम्बरमा उद्देश्य प्रयोगात्मक कार्य किन गरिएको उद्देश्य चाहिँ लेख्नुपर्छ है अथवा लेख्ने। त्यसैगरी 3 नम्बरमा आवश्यक सामग्री प्रयोगात्मक कार्य गर्दा आवश्यक पर्ने सामग्रीहरूको सूची बनाउने। 4 नम्बरमा चित्र प्रयोगात्मक कार्य झल्कने नामाङ्कित चित्र बनाउने। 5 नम्बरमा विधि प्रयोगात्मक कार्यका क्रममा गरिएका कार्यहरूलाई सिलसिलेवार रूपमा लेख्ने। 6 नम्बरमा अवलोकन उद्देश्य अनुसारको नतिजा आयो वा आएन अवलोकन गर्ने। 7 नम्बरमा नतिजा प्रयोगात्मक कार्यको नतिजा के आयो उद्देश्य पूरा भयो वा भएन हेर्ने। त्यसैगरी 8 नम्बरमा विश्लेषण प्राप्त तथ्याङ्क वा तथ्य विश्लेषण गर्ने। 9 नम्बरमा निष्कर्ष प्रयोगात्मक कार्यको नतिजाका आधारमा उचित निष्कर्ष निकाल्ने। 10 मा चाहिँ सावधानी प्रयोगात्मक कार्य गर्दा अपनाउनु पर्ने होसियारीलाई सावधानीको रूपमा लेख्ने भनेर यति लेख्नु होला। यो छोटो एकदमै छोटो बनाएर लेखिदिएको छु मैले हजुरहरूलाई सहज होस् भनेर। ल त्यसै गरेर अर्को 4 नम्बरमा फरक छुट्याउनुहोस् भनेको छ। क नम्बरमा प्रयोगात्मक कार्य र मोडेल भनेको छ। एकातर्फ प्रयोगात्मक कार्य लेख्नु होला र अर्कोतर्फ मोडेल लेख्नु होला र सर्वप्रथम दुवैको परिभाषा लेख्नु होला। ल सुरु गरौँ है। प्रयोगात्मक कार्यतर्फ कुनै तथ्य तथा सिद्धान्त प्रमाणित गर्न वा कुनै विषयको जिज्ञासा मेटाउन प्रयोगशालाभित्र वा प्रयोगशाला बाहिर गरिने कार्यलाई प्रयोगात्मक कार्य भनिन्छ भनेर लेख्नु होला। मोडेल कुनै वस्तु प्रक्रिया वा प्रणालीको संरचना काम गर्ने तरिका विशेषता आदिको अध्ययन गर्नका लागि निर्माण गरिएको सानो र सरल नमुनालाई मोडेल भनिन्छ। त्यसै गरेर प्रयोगात्मक कार्यतर्फ प्रयोगात्मक कार्य मार्फत विज्ञानका तथ्य वा सिद्धान्तलाई परीक्षण गर्न सकिन्छ अर्थात् यसले प्रमाणित पनि गर्न मद्दत गर्छ। त्यसै गरेर मोडेलतर्फ मोडेलले विज्ञानका तथ्य वा सिद्धान्तलाई अझ प्रष्ट पार्न मद्दत गर्छ। प्रयोगात्मक कार्यतर्फ उदाहरण नुन पानीको घोलबाट नुन र पानी छुट्याउन गरिने आस्वन क्रिया प्रयोगात्मक कार्य हो भनेपछि मोडेलतर्फ उदाहरण दिने यताबाट मोडेलको ग्लोब चाहिँ एउटा पृथ्वीको मोडेल हो भनेर लेख्नु होला है। त्यसै गरेर ख नम्बरमा अवलोकन र नतिजा एकातर्फ अवलोकन लेख्ने र अर्कोतर्फ नतिजा लेख्ने। र अवलोकनको चाहिँ परिभाषा दिने त्यसै गरी नतिजाको पनि परिभाषा दिने। अवलोकनको कुनै वस्तु घटना वा प्रक्रियालाई ध्यानपूर्वक ज्ञानेन्द्रियको प्रयोग गरी अनुभव गर्ने प्रक्रियालाई अवलोकन भनिन्छ भनेपछि नतिजातर्फ कुनै उद्देश्य प्राप्तिको लागि गरिएको कार्यबाट आएको अन्तिम परिणामलाई नतिजा भनिन्छ भनेर लेख्नु होला। त्यसै गरेर अवलोकनतर्फ
अवलोकन तथ्याङ्क सङ्कलनको विधि अथवा प्रक्रिया हो भनेपछि नतिजा चाहिँ अध्ययन र विश्लेषणपछि आउने अन्तिम परिणाम हो भनेर लेख्नु होला है। ल यति लेख्नु भनेपछि पुरा हुन्छ। अवलोकनको यो परिभाषा हजुरलाई गाह्रो लाग्यो भनेपछि अर्को परिभाषा लेख्न सक्नुहुन्छ। ज्ञानेन्द्रियको प्रयोग गरी वस्तुको गुण थाहा पाउनलाई के भनिन्छ? अवलोकन भनिन्छ। अब यो हजुरले यो अवलोकनको परिभाषा लेख्नु भने 8 मा पनि हजुरलाई काम लाग्ने भयो, माथिल्लो क्लासलाई पनि काम लाग्ने भयो। यो कुनै वस्तु घटना वा प्रक्रियालाई ध्यानपूर्वक ज्ञानेन्द्रियको प्रयोग गरी अनुभव गर्ने प्रक्रियालाई अवलोकन भनिन्छ भनेर हेर्न लेख्नु होला। यो लेख्नु भने अझ उत्कृष्ट हुन्छ। ल धन्यवाद, भिडियो हेर्नुभयो हजुरहरूलाई धन्यवाद।